नमस्ते सबैजनालाई। आजको यो ट्युटोरियलमा म तपाईलाई तपाईको कम्प्युटर वा ल्यापटपमा N8N सजिलो तरिकाले कसरी सेल्फ होस्ट गर्ने भन्ने देखाउने छु, त्यो पनि डकर डेस्कटप प्रयोग गरेर। तपाईलाई डकर के हो थाहा छैन भने पनि चिन्ता लिनु पर्दैन, म सबै कुरा स्टेप बाइ स्टेप सरल भाषामा बुझाउने छु। यो सम्पूर्ण प्रक्रिया एकदमै नो कोड हुनेछ, मतलब तपाईले कुनै पनि कमान्ड लेख्नु पर्दैन, सबै काम डकर डेस्कटपबाट नै हुनेछ। अब सुरु गरौँ। पहिले त N8N भनेको के हो बुझौँ। N8 भनेको एउटा अटोमेसन टुल हो जसले तपाईलाई विभिन्न एप्स र सेवाहरू एकअर्कासँग कनेक्ट गरेर कामहरू अटोमेट गर्न सजिलो गर्छ। तपाईले कुनै पनि कोड नलेखिकन आफ्नो दैनिक कामहरू जस्तै जीमेल, गुगल शीट, स्ल्याक वा अन्य सफ्टवेयरहरू, फेसबुक, इन्स्टाग्राम, टिकटक सँग वर्कफ्लो बनाई सजिलै अटोमेट गर्न सक्नुहुन्छ। यो तपाईको प्रोडक्टिभिटी बढाउन र समय बचत गर्न धेरै उपयोगी छ। N8 तपाईले सेल्फ होस्ट पनि गर्न सक्नुहुन्छ र वेब होस्ट पनि गर्न सक्नुहुन्छ। वेब होस्ट गर्नको चाहिँ तपाईको सर्टेन कस्ट पर्छ भने सेल्फ होस्ट गर्दा त तपाईलाई कस्ट पर्दैन। सेल्फ होस्ट गर्नुको अरु पनि धेरै फाइदा छन्। सबैभन्दा ठूलो कुरो भनेको तपाईले आफ्नो डाटामाथि पूर्ण नियन्त्रण पाउनुहुन्छ। यदि तपाईलाई आफ्नो डाटा क्लाउडमा राख्न चाहनुहुन्न, प्राइभेसी सम्बन्धी चिन्ता छ भने सेल्फ होस्ट गर्नु सबैभन्दा राम्रो विकल्प हो। N8N कम्युनिटीमा पनि सेल्फ होस्टिङको लागि डकर नै सबैभन्दा प्रयोग गर्ने माध्यम हो, किनभने यसले तपाईलाई अरु एपहरुसँग N8 चलाउन सहज बनाउँछ। अब छोटकरीमा डकर के हो भन्ने कुरा बुझौँ। डकर भनेको एउटा यस्तो प्लेटफर्म हो जसले कुनै पनि एप्लिकेसन र त्योसँग सम्बन्धित सम्पूर्ण फाइल, डिपेन्डेन्सीज, लाइब्रेरीज, कन्फिगरेसन आदि एउटै ठाउँमा कन्टेनर भित्र राखेर चलाउँछ। यस्तो गर्दा तपाईको एप्लिकेसन जुनसुकै कम्प्युटर वा सिस्टममा पनि एउटै किसिमले काम गर्छ। त्यसैले सेल्फ होस्ट गर्दा डकरले सबैभन्दा ठूलो सहयोग गर्छ। अब हामी डकर डेस्कटप कम्प्युटरमा कसरी इन्स्टल गर्ने भन्ने हेर्छौं। पहिले त तपाई गुगलमा गएर डकर डेस्कटप भनेर सर्च गर्नुस्। त्यो भएपछि फर्स्ट लिंकमा डकरको वेबसाइट ओपन हुन्छ। त्यहाँ गएपछि तपाईले विन्डोजमा इन्स्टल गर्न चाहनुहुन्छ भने माइक्रोसफ्ट स्टोरमा जानुहोस् र डकर डेस्कटप इन्स्टल गर्न सक्नुहुन्छ। अल्टरनेटिभली तपाईले माइक्रोसफ्ट स्टोर नगरिकन त्यहाँ विन्डोजको इन्स्टलेसन फाइललाई पनि डाउनलोड गरेर इन्स्टल गर्न सक्नुहुन्छ। हामी चाहिँ यो भिडियोमा माइक्रोसफ्ट स्टोरबाट डाउनलोड गर्नेछौं र डाउनलोड इन्स्टलेसन स्टार्ट गर्नेछौं। इन्स्टलेसन भएपछि तपाई आफ्नो विन्डोजको सर्च बारमा गएर डकर लेख्नुहोस् र एप ओपन गर्नुहोस्। सुरुमा ट्युटोरियल देखाउन सक्छ, छोडिदिनुस्, त्यसलाई स्किप गर्दिनु होला। मुख्य रूपमा तपाईले कन्टेनर, इमेज, भोल्युम भन्ने सेक्सन देख्नुहुन्छ। अहिले हामी इमेज र कन्टेन्टमा ध्यान दिन्छौं। अब सर्च इमेजमा जानुहोस् र N8N-IO/N8N टाइप गर्नुहोस्। पहिलो इमेजमा जुनमा तपाईले 100+ मिलियन डाउनलोड्स र 290 भन्दा अबको स्टार देख्नुहुन्छ, त्यो नै अफिसियल इमेज हो। त्यसलाई तपाईले राइट साइडमा देख्नुहुन्छ भने पुल भनेर अप्सन हुन्छ, त्यसमा क्लिक गर्नुहोस्। पुल भइसकेपछि त्यो इन्स्टलेसनको प्रोसेस स्टार्ट हुन्छ। एकचोटी पुल गरिसकेपछि इन्स्टलेसन कम्प्लिट भइसकेपछि अब तपाईले त्यसलाई रन क्लिक गर्नुहोस्। अब तपाईको कम्प्युटरमा एउटा पपअप खोल्छ जसमा तपाईले सर्टेन जानकारीहरू दिनको लागि भन्छ, जस्तै कन्टेनर, होस्ट पोर्ट, भोल्युम, इन्भाइरोमेन्टल भेरिएबल्स। अहिलेको लागि कुनै पनि सेटिंग्स नचलाइकन तपाईले ओके प्रोसेस गरेर अगाडि बढ्नु होला। त्यसपछि कन्टेनर स्टार्ट हुनेछ र केही टाइमपछि तपाईले एडिटर इज नाउ एक्सेसिबल बाइ लोकलहोस्ट 567 भन्ने मेसेज देख्नुहुन्छ। अब यो URL कपी गरेर आफ्नो ब्राउजरमा खोल्नुहोस्। तपाईलाई लोकल अकाउन्ट सेटअप गर्न माग्छ, युजर नेम र पासवर्ड राखेर अकाउन्ट बनाउनुहोस्। त्यसपछि तपाईको विन्डोजमा एउटा कन्फिगरेसनको सेटअप आउँछ जुन तपाईले स्किप गर्न सक्नुहुनेछ। यसपछि तपाईको N8N सफ्टवेयर कम्प्लिटली इन्स्टल भएको छ र तपाईले यसलाई अब प्रयोग गर्न सक्नुहुन्छ। अब अर्को ट्युटोरियलमा चाहिँ हामी N8N प्रयोग गरेर अटोमेसन कसरी बनाउने भने देखाउने छौं। आशा छ तपाईलाई यो ट्युटोरियल सजिलो लाग्यो। आशा दिनुभएकोमा सबैजनालाई धन्यवाद। ट्युटोरियल मन परेको छ भने लाइक र कमेन्ट गरिदिनु होला। तपाईलाई कुनै प्रकारको अटोमेसनको बारेमा जान्न मन छ भने कमेन्टमा अवश्य लेखिदिनु होला। अर्को भिडियोमा भेट्नेछौं। धन्यवाद।